खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको लगानीमा पेले खोल्सी खानेपानी आयोजना सम्पन्न भएको छ। यस आयोजना अन्तर्गत खाँदबारीका 26 घरधुरीमा खानेपानीको धारा जडान गरिएसँगै नागरिकहरू हर्षित भएका छन्। खानेपानी आयोजना मार्फत 26 घरमा एक घर एक धारा जडान गरिएको छ। तीनवटा स्किममा निर्माण भइरहेको आयोजनाको पहिलो स्किमको काम सम्पन्न भएसँगै 26 घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर वेदराज बराइलीले बताउनुभयो। आयोजनाको कुल अनुमानित लागत 6 करोड 89 लाख रहेको कार्यालयले जनाएको छ। पेले खोल्सी खानेपानी आयोजना हो। यसको चाहिँ अब डिपिआरमा चाहिँ 6 करोड 98 लाखको लागत अनुमान छ। यसमा चाहिँ तीनटा स्किम छ। यो स्किम नम्बर 1 हो। यसपालि चाहिँ हामीले यो 8 घनमिटरको ट्याङ्की, यो 8 घनमिटरको ट्याङ्की र परसागम गाउँमा 8 घनमिटरको ट्याङ्की बनाएर 26 घरलाई टोटल वितरण गरेको छु। पानीको चरम अभाव रहेको यो स्थानमा घर घरमा धारा जडान गरिएपछि सहजता भएको छ। बाँकी रहेका स्किमको काम पनि समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताउनुभयो। आयोजनाका लागि वार्षिक रूपमा आउने बजेट न्यून भएका कारण आयोजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको उहाँको भनाइ छ। थोरै बजेट दिनुहुन्छ, 4-5 लाख 8-10 लाख हैन। अब अनि गयो फेरि अर्को वर्ष पर्खिनु पर्यो हैन। अनि हो त्यो गर्दाखेरि अलिक समस्या चाहिँ हुन्छ। एकैचोटि झ्याप्पै हुनु भए एकैचोटि सम्पन्न हुन्थ्यो, सबैले पानी खान पाउनुहुन्थ्यो। पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयको भनाइ छ। घरमा धारा जडान भएपछि पानीको जोहो गर्न आधा रातमा कुवा तथा धारा पँधेर धाउनुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी भएका छन्। कति धेरै समस्या छ। हामीलाई पानी नहुँदाखेरि अब घरमा पानी छैन, परिवार हुन्छ, पर पाहुना हुन्छ, त्यो पानी हुँदैन, गाग्री रित्तो छ, पानी छैन। अनि गाउँमा गएर पानी कहाँ छ, अर्का घरतिर खुल्ला लागिराख्दिने, तिमीहरूले फेरि किन पानी खुल्ला राख्छौ, हामीलाई पानी छैन भन्दाखेरि उनीहरूको अब आफ्नो उनीहरूको ठाउँमा धेरै पानी हुने, हामीलाई नहुने। त्यही भएर हजुरसँग हामीले धेरै गऱ्यौँ। अनि त्यही भएर अहिले पानी धेरै छ त हामी खुसी छौँ। अहिले हामी 26 घर छौँ। अब 2 गाउँ गरेर हैन, 2टा इन्टेक बन्यो। पहिला समस्या नै थियो नि। अब धेरै टाढो पानी बोक्न जानुपर्ने, बालबच्चालाई स्कुल पठाउनु गाह्रो हुन्थ्यो। अहिले चाहिँ घर धारा गएकोले अब खुट्टाहरू धुन, अब सरसफाइ गर्नलाई हैन सजिलो भयो। पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरैसिया कामकाजमा सहज भएको स्थानीयवासीको भनाइ छ। गणेश पृष्ठ, एनटिभी समाचार, कोशी प्रदेश, भोजपुर।